तिर आज म बोट लेख्नको लागि कलर लाउन गइरहेछु। तपाईहरुलाई पनि यो तरिकाले गर्नुभयो भने छिटो हुन्छ है। यसरी एउटा कुनै कुरामा खनाएर है आफू रोलर पनि चलाउने खालको म बनाउनु पर्यो। अब यो रोलर छ यसले चाहिँ छिटो हुन्छ है। हेर्नुस् है साथीहरु, यो चाहिँ म चाहिँ पहिल्यैदेखि गर्थेँ। अब तपाईहरुलाई देखाइराखेको है। यस्तो छ है, कलर पनि छिटो नजाने। यहाँ हेर्नुहोस्, अब यो ठुलो छ स्पेस, ठुलो 4 इन्चको ब्रस चलायो भने पनि राम्रो फिनिसिङ बस्दैन। अब यो चाहिँ हेर्नुहोस् है, टक्कै हेर्नुहोस् है, हेर्नुहोस् कस्तो टक्कै आउँछ यो। फाइनली हेर्नुहोस् है साथीहरु, यो चाहिँ कम्प्लिट गरिसकेको छु। यो 4 फिट हाइटको छ, चौडाइ तपाईको 3 फिटहरु छ। यो चाहिँ अब ब्रसले लाउनु परेको हो चाहिँ आधी घण्टा लगभग लाग्छ। यो मैले कति 5 मिनेटहरु जस्तो लाग्यो ल, ल्यापलिप बनाइदिएको छु। हेर्नुस् कलरहरु पनि एकदम टक्क सकेको छ हैन, खेर पनि गएन, कलरहरु पनि यताउता पुगेको छैन, स्वाट्टै त्यही छ। यसरी गर्नु चाहिँ सजिलो हुन्छ बोट लेख्ने साथीभाइहरुलाई यो आइडिया दिएकै।